आज जुबिलाङ सेकेन्डरी स्कुलबाट कक्षा 9 र 10 का विद्यार्थीहरूलाई नेपाली विषय अन्तर्गत रहेको आयाम नाटक हेर्न सर्वनाम थिएटर लगिएको थियो। पुस्तकमा पढेको नाटकलाई प्रत्यक्ष मञ्चमा हेर्न पाउँदा विद्यार्थीहरू निकै उत्साहित देखिन्थे। कलाकारहरूको जीवन्त अभिनय, प्रभावशाली संवाद र आकर्षक प्रस्तुतिकरणले नाटकलाई अझ रोचक बनाएको थियो। आयाम नाटकले मानिसको जीवन, सोच, सम्बन्ध र सामाजिक यथार्थका विभिन्न पक्षलाई फरक दृष्टिकोणबाट बुझ्नुपर्ने सन्देश दिन्छ। यसले जीवनका घटनालाई विभिन्न आयामबाट हेर्न र मानवीय भावनालाई गहिराइमा बुझ्न प्रेरित गर्छ। आजको यो कार्यक्रम विद्यार्थीहरूको लागि मनोरञ्जनसँगै ज्ञान र व्यावहारिक सिकाइको उत्कृष्ट अवसर बन्यो। पाठ्यपुस्तकमा पढेको विषयलाई प्रत्यक्ष अभिनय मार्फत अनुभव गर्न पाउँदा सिकाइ अझ प्रभावकारी र स्मरणीय भएको छ। समग्रमा आजको आयाम नाटक अवलोकन कार्यक्रम निकै ज्ञानवर्धक, मनोरञ्जनात्मक र प्रेरणादायी रह्यो। धन्यवाद।